तपाईलाई यस्तो हुन्छ कसैलाई मेसेज गर्दा तुरुन्तै रिप्लाई चाहिने, फोन गर्दा उठेन भने मनमा चिसो पसिहाल्ने, कतै त्यो मान्छेको इन्ट्रेस्ट मबाट हरायो कि क्या हो भन्ने डर लाग्छ है। सँगै हुँदा वा कुरा गरिरहँदा त सब ठिकै हुन्छ, तर अलि समय कन्ट्याक्ट भएन भने बिर्सियो कि क्या हो, छोडेर जान्छ कि क्या हो, यत्रो बेरसम्म मलाई सम्झिएन नि भनेर छटपटी हुन्छ। अब यस्तो किन हुन्छ का? मुख्य कुरा तपाईलाई आफू माया पाउन लायक छु भन्ने नै लाग्दैन। कोही मान्छे तपाईमा साँच्चै इन्ट्रेस्टेड हुन सक्छ वा कसैले तपाईलाई साँचो माया गर्न सक्छ भन्ने कुरामा तपाईलाई विश्वासै लाग्दैन। तपाईको मनको कुनै कुनामा म भित्र केही समस्या छ, म गतिलो मान्छे होइन भन्ने एउटा गहिरो भ्रम गडेर बसेको छ। जब कोही तपाईको नजिक आउँछ तपाईलाई शंका लाग्छ, ल यो मान्छेले ममा के राम्रो देख्यो होला, मलाई किन मन परायो होला। तपाई त्यो कुरालाई विश्वासै गर्न सक्नुहुन्न। कुरा गरुन्जेल त ठिकै छ, तर थोरै दूरी बढ्ने बित्तिकै ओहो छोड्यो गयो, अब इन्ट्रेस्ट हरायो भन्ने डरले सताउँछ। यदि यस्तो डर हटाउनु छ भने सबैभन्दा पहिले आफूप्रतिको त्यो नकारात्मक सोच बदल्नुपर्छ। तपाईमा के समस्या छ र? तपाई किन नराम्रो हुनुहुन्छ र? यो प्रश्न आफैलाई बारम्बार सोध्नुहोस्। जब तपाई आफ्नै नजरमा राम्रो बन्न थाल्नुहुन्छ नि, त्यसपछि यो छोडिएला भन्ने डर आफै हराएर जानेछ।